गाइज एउटा इम्पोर्टेन्ट भिडियो लिएर आएको छु है। यो प्रायः जसो साथीहरूले रिल्स भिडियोहरू बनाएको हुन्छ। रिल्स भिडियोहरू बनाउँदाखेरि यो पछाडिको डिस्टर्ब भएको साउन्डहरू कसरी रिमुभ गर्ने, कुन सेटिङमा जाँदा हुन्छ, कुन सेटिङमा गएर रिमुभ गर्न सकिन्छ भनेर कसैले थाहा हुँदैन, कसैले थाहा हुन्छ, कसैले थाहा हुँदैन है। मलाई पनि थाहा थिएन। म पनि एकजना साथीहरूलाई सोधेको, एकजना साथीले भनेपछि त्यसपछि मैले पनि जानेपछि त्यसपछि सब जानकारी पर्छ, एउटा भिडियो मार्फत मैले सबैजनाले जानकारी गराउनु पर्छ भनेर त्यही भएर एउटा भिडियो बनाएको छु। एकदम यो भिडियो एकदम राम्रोसँग हेरिदिनु होला, सुरुदेखि एकदम राम्रोसँग हेरिदिनु होला। हेरेपछि अनि त्यसपछि त्यो हजुरहरूलाई थाहा हुन्छ है। एकदम सेयर पनि गरिदिनु होला, सबै साथीहरूलाई सेयर पनि गरिदिनु होला है। ल म ढिलो नगरिकन म आफ्नो मोबाइलको स्क्रिनतर्फ लगेँ है। ल गाइस, म आफ्नो मोबाइलको स्क्रिनतर्फ लगेँ है। म सिकाउन गइरहेको छु है। यो एउटा भिडियो रेकर्ड गर्छु म इक्जाम्पलको लागि। म भिडियो रेकर्ड गरेँ, यो भिडियो रेकर्ड भयो। भिडियो रेकर्ड भइसकेपछि अनि त्यसपछि यसलाई यता राइट साइडमा यो अप्सनहरू छ। यो सबभन्दा टप थर्ड अप्सनमा क्लिक गर्नु होला है। यो थर्ड अप्सनमा क्लिक गरेपछि अनि त्यसपछि यो जुन भिडियो रेकर्ड गरेको यो छ नि अप्सनहरू हो, यसलाई एकचोटि क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अनि त्यसपछि यो तल धेरै अप्सनहरू भेटाउनुहुन्छ है। तल धेरै अप्सनहरू भेटाउनुहुन्छ। अनि त्यसपछि यो त बिस्तारै यसरी सार्दै जानु होला। सार्दै गएपछि यो तल एउटा अप्सनहरू देख्नुहुन्छ, यो भोल्युमको अप्सनको छेउको अप्सनलाई यसको नाम रहेको छ रेडक्स नोइस भन्ने यसको नाम रहेको छ हो। यसलाई चाहिँ एकचोटि क्लिक गरिदिनुपर्छ। क्लिक गरिसकेपछि अनि त्यसपछि यो ब्याकग्राउन्डको यो